हाम्रो जङ्गलमा लागेको यो आगो चाहिँ हामी नियन्त्रण गर्ने कोसिसमा छौँ। विश्वका शक्तिशाली देशहरूमा आगो लागेर पनि नियन्त्रण गर्न नसकेको अवस्थामा छ भने हामी चाहिँ हाम्रो गाउँले प्रयासमा छौँ र यो साना नानीलाई पनि हामी आगो नियन्त्रण गर्न सिकाउँदैछौँ। हामी आगो लाग्दाखेरि आगोको लागि भयङ्कर परिणाम कस्तो हुन्छ भनेर चाहिँ निभाउनु कति गाह्रो हुन्छ भनेर साना नानीलाई पनि सिकाइरहेका छौँ अनि पुरा उसले पनि आगो मार्ने कोसिस गरिरहेको छ। आगो चाहिँ लगभग ठुलो एरियामा फैलिएको छ अनि धेरै हामीलाई मार्न नियन्त्रण गर्न कठिन भइरहेको छ। यो आगो चाहिँ हामी के सोचेर नियन्त्रणमा लागिरहेछौँ भने हामी देशको सानो भागलाई जोगाउने कोसिस गरिरहेका छौँ। देशको सानो भागलाई हामीले सक्ने प्रयास गरिरहेका छौँ र हामीले जसरी आफ्नो देशलाई संरक्षण गर्ने कोसिस गर्दैछौँ भने सबैले आफ्नो आफ्नो ठाउँमा भएका डढेलोहरूलाई वनमा लागेका डढेलोहरूलाई नियन्त्रण गर्ने हो भने हाम्रो देशमा आएका ठुला समस्या हुनबाट हामीले पनि रोक्न सक्नेछौँ। आफ्नो ठाउँबाट साना साना क्षेत्रहरूलाई आगो लागेबाट रोक्यौँ भने पक्कै पनि हामी सफल हुनेछौँ।